सामुदायिक विद्यालयहरूमा झोला कलम वितरण, शिक्षकहरूसँग भेटघाट लगायत सम्पूर्ण योजनाहरूको अनुगमन सहित हामी चाहिँ ब्याक हुनेछौँ है त। बाटो पनि खोला पनि यही हो, बाटो पनि यही हो। खोला कार्यकालको पहिलो अध्यक्ष कप हामीले यही भाइ आएपछि पनि एकदमै सहज भएको छ काम गर्नलाई, मन मिलेको छ होइन भाइ? टिकट गाउँ। तिम्रो नाम के हो रे? कति वर्ष पुग्यौ? पहिला कस्तो नराम्रो थियो, अहिले यहाँबाट चाहिँ औलो गाउँ जान सकिन्छ। मलाई अहिले मण्डली आधारभूत विद्यालय औलोमा आइपुगेका छौँ। रु 10 लाख रकमको काम। हेलो एन्ड नमस्ते एभ्रिवान फ्रम वार्ड अफिस अन्नपूर्ण गाउँपालिका वार्ड नम्बर 7 स्थान मण्डली। हाम्रो इन्जिनियर भाइ, हेलो भाइ। आज चाहिँ हाम्रो इन्जिनियर भाइ र म चाहिँ हाम्रो स्थानको सबै 5वटै विद्यालयहरूमा 2-2 जना छनौट गरिएका विपन्न विद्यार्थीहरूलाई झोला र कपी पेन वितरण कार्यक्रमको लागि चाहिँ अब मबिरबाट हिँड्न गइरहेका छौँ। प्लस हाम्रो योजनाहरूको अनुगमन, 5वटै टोलका योजनाहरूको अनुगमन गर्ने हेर्ने कार्यमा चाहिँ हामी अगाडि बढिरहेका छौँ। एन्ड हेरौँ अब सबै टोललाई चाहिँ सम्पर्क गरिएको छ। अहिले घडीमा ठ्याक्क 10 बजेको छ। अफिसको कामहरू सकेर हामी चाहिँ आजको ट्रिप माथि घराम्दी स्थान, रिमा, औलो, दशल्ले सामुदायिक विद्यालयहरूमा झोला कलम वितरण, शिक्षकहरूसँग भेटघाट लगायत सम्पूर्ण योजनाहरूको अनुगमन सहित हामी चाहिँ ब्याक हुनेछौँ है त। थ्याङ्क यू एभ्रिवान। बाटो पनि खोला पनि यही हो, बाटो पनि यही हो, खोला पनि यही हो। खोला जाँदैछौँ। मेकानले रक्षा गर्छन्। ओ माई गॉड, ओ माई गोस। यो चाहिँ औडा रहेछ। कस्तो छ एकछिन म हेरेर आउँछु। यहाँ त यस्तो बन्द रहेछ बाटो चाहिँ। छ कि छैन अगाडि बाटो? हामी चाहिँ अब घराम्दी गाउँको प्राङ्गणमा छिर्न लागिसकेका छौँ। घराम्दी गाउँ आइपुग्यो। अब हरियाली यहाँ केही कार्यक्रम छैन। यो आमासम्मको भवन केही युज गरेछन् कि यत्तिकै? कहिले कहिले मान्छे आउने हुने गर्दा वेल And this is the view यो here. चाहिँ हाम्रो घराम्दी गाउँ। घराम्दीबाट देखिएको हिमालको सिनेरी। हामी चाहिँ यहाँबाट यो साइडमा धौलागिरी देख्न सकिन्छ। धौलागिरीको सम्पूर्ण 4वटा 5वटा रेन्ज, एन्ड देन निलगिरी, अनि यो चाहिँ अन्नपूर्ण रेन्ज हो। यो रेन्जसँगै हामी चाहिँ यहाँ यो घराम्दी गाउँ बसेको छौँ। घराम्दी गाउँमा अहिले यो खिबाङ घराम्दी जोड्ने मोटर बाटो बन्दै रहेछन्। अब सम्भवतः पूर्णता पाउला बेलैमा। अनि हाम्रो अन्नपूर्ण अध्यक्ष कप 2079-80 को हाम्रै कार्यकालको पहिलो अध्यक्ष कप हामीले यही
प्राङ्गणमा राखेका थियौँ। यो चाहिँ हाम्रो पेरी भरानी युवा क्लबको ग्राउन्ड हो। एकदमै राम्रो छ। एकदमै यो चाहिँ ठ्याक्क साइजकै ग्राउन्ड छ, भलिबल बास्केटबल कोर्ट। अनि यो चाहिँ हाम्रो बहुउद्देश्य भवन। हामीले 2 वर्ष लागेर यो भवन निर्माण गरेका छौँ। कतिको हाल्यो भाइ हामीले यो एकचोटि 12 लाख एकचोटि 10 लाख हो कि 22 लाख 25 लाखले चाहिँ भवन निर्माण गरेका छौँ। योभन्दा माथि पनि तल थप गर्नु सक्ने छ, तर अहिले चाहिँ यो तल्लो चाहिँ हल, उपल्लो चाहिँ पार्टिसन गरेर यो घरलाई बनाएका छौँ। अब हामी ग्राम्दी गाउँभित्र के हुनेछ। कति राम्रो, कति मजाले दुध खाएको हेर त्यसले। एन्ड हामी ग्राम्दी गाउँको बिचसम्म 1 घन्टा जस्तो लाग्नु रहेछ है यहाँ आइपुग्नु। भाइ बिचमा हिँड्दैछौँ। हाम्रो इन्जिनियर अमित भाइ, एन्टनी, हामी चाहिँ आज सम्भवतः सबै 5वटै टोल घुमेर भ्याउने भन्ने हाम्रो प्लान हो। बेसी आज र भोलिको यहाँ भएका हामीले गरेका योजनाहरू सबै हेर्नु। एन्ड ग्राम्दी गाउँको एकदमै राम्रो स्थान यो चाहिँ सुनधारा। नमस्ते, आरामै हुनुहुन्छ? अफिसबाट आएको? ए हजुर। कति बस्नुहुन्छ निकै? कहिले फर्किनुहुन्छ त? अनि ग्राम्दी गाउँमा मेनली यहाँको कृषकहरूले यही त हो, मकै, कोदो, आलु। नमस्कार अङ्कल, कता लाग्नुभयो? ए हजुर, तल थानको हेरेर आउनु पर्यो नि। अनि यो भूमेथानबाट तलको यो गोरेटो बाटोहरू सबै चाहिँ हाम्रो अमित भाइले चाहिँ इस्टिमेट गर्नुभएको छ। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद। उपभोक्ता समिति र इन्जिनियर भाइको सहकार्यमा हामीले चाहिँ सम्पूर्ण योजनाहरू चाहिँ सही तरिकाले गरिरहेका छौँ। इट्स बिन 2 इयर्स भयो भाइले हाम्रो वार्डलाई हेर्न लगाएको। भाइ आएपछि पनि एकदमै सहज भएको छ काम गर्नलाई, मन मिलेको छ होइन भाइ? त्यसो हाम्रो काम भएर नि भुक्तै नै भइसक्यो। फेरि अनुगाउँमा हेरौँ कस्तो भयो। दुबारा गोरेटो बाटो माथिसम्म गर्ने प्लान थियो के अरे, त्यो गरेछन् कि गरेछैनन् होइन? अस्ति निशल दाइले आएर राखेर फेरि काम पुग्यो अरे अहिले। ल, ग्राम्दी गाउँबाट यहाँ पन्दिरासम्मको गोरेटो बाटो एकदमै राम्रो थियो। यो चाहिँ पन्दिरा भन्ने स्थान हो। यहाँ चाहिँ चौतारो, मठ मन्दिर अनि ढुङ्गे डाँडा छ। एकदमै राम्रो कुवाको पानी, मूलको पानी। एन्ड हामीले चाहिँ यो पन्दिरा यो स्थानबाट भूमेथानसम्म जानको लागि गोरेटो बाटो र भूमेथानको मर्मतको योजना गरेका थियौँ। यतिको बाटो भए त आमामा पहिला कस्तो थियो है, हिँड्नै नसक्ने पुरै खाल्टो यतिको भएपछि यो पटक चाहिँ हामीले चाहिँ के गरेका छौँ भने गाउँको यो सम्पदाहरू, यो संस्कृति सम्पदाहरूको संरक्षण गर्नुपर्छ भन्ने हिसाबले हामीले यो भूमेथानहरू मर्मत गर्दै आइरहेका छौँ। यो आर्थिक वर्षमा प्रधानमन्त्री रोजगारको पनि अनि वाडाको बजेटहरू पनि हामीले चाहिँ यहीँ यो ग्राम्दी गाउँको यो भूमेथान मर्मतको लागि राखेको भएर चाहिँ अहिले चाहिँ हाम्रो यो भूमेथान पनि राम्रो बनाएको छन्। र विगतमा चाहिँ यो भूमे पूजाहरू अलिकति हराइसकेको अवस्था पनि थियो यो स्थानमा।
लगभग 2 वर्ष कति हुन लाग्यो घराम्दी गाउँले पनि भूमि पूजा गर्दै आइरहेका छन्। अब हाम्रो मगर समुदायको यो भूमि पूजा एकदमै सबै टोलले चाहिँ गर्ने गरिन्छ र त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ यो भूमिथानहरूलाई चाहिँ संरक्षण गर्नुपर्छ भन्ने सोच हो। अब लेट्स सी अब विगतको दिनहरूमा अब बजेट पुगेमा अझ यो आफ्नो पहिचान आफ्नो पुरातात्विक सम्पदाहरू सम्पूर्णलाई चाहिँ जोगाउने पक्षमा चाहिँ हामी छौँ। अनि घराम्दी गाउँमा धेरै मठ मन्दिरहरू पनि छन्, पेरी भरानी, हाम्रो बरायथान लगायत देवी थान, अब हाम्रै भाइहरूको छुट्टा छुट्टै थानहरू, यही भूमि थानहरू गरेर धेरै सम्पदाहरू छन्। यिनीहरूलाई पनि हामीले चाहिँ संरक्षण गर्नुपर्ने अवस्था चाहिँ हो। तर अहिले चाहिँ विशेष गरेर सम्पूर्ण गाउँलेले एकदमै मानिएको यो भूमि थानलाई चाहिँ हामीले चाहिँ अहिले टोटल 19 लाख श्रमदान यताउति गरेर चाहिँ 20 लाखको सेरोफेरोको चाहिँ काम चाहिँ हामीले गरेका छौँ। एन्ड यो सबै गराउन सहयोग गर्नुहुने हाम्रो इन्जिनियर भाइले चाहिँ अनुगमनमा आएर काम कसरी गर्ने, कुन तरिकाले गर्ने, यहाँको यो सेक्टरलाई चाहिँ कस्तो बनाउँदा ठिक होला, यो सबै डिजाइन इस्टिमेट र कामदारले काम गर्ने बेलामा पनि एकदमै सहज गरिदिएको भएर स्पेसल्ली थ्याङ्क्स टु हाम्रो अमित भाइलाई चाहिँ धेरै धेरै धन्यवाद। ओहो अहिलेको बाटो हेर्नुहोस् त, भूमिथान जाने पहिला कस्तो थियो अहिले कस्तो छ। एन्ड यो चाहिँ हाम्रो भूमिथान जाने बाटो, टोयलेट निर्माण, ठाँटी, पुल र माथिको चाहिँ मन्दिर। लेट्स चेक। ओके, यहाँ चाहिँ पहिला पुल पनि थिएन, अहिले राम्रो पुल बनाउनु भएको रहेछ। बर्खा माझमा चाहिँ यो ठुलो खोला आउँछ। यो खोला तल पुगेर हाम्रो यो मबिर झरनाको ठ्याक्क खोला चाहिँ यही खोला हो जस्तो चाहिँ लाग्छ। झरनाको यो बग्ने खोला भाइ। अनि यो ठाउँ पहिला कस्तो थियो अहिले कस्तो भएको छ, एकदमै राम्रो छ। यो चाहिँ हाम्रो पूजाआजा भइसकेपछि खाने बस्ने गर्नका लागि बनाइएको ठाँटी। यो चाहिँ अहिलेको योजनाहरूमा चाहिँ गराइएको छ। अनि यो चाहिँ शौचालय। अनि गोरेटो बाटो, यो चाहिँ थानसम्मको बाटो। अनि यो चाहिँ हाम्रो भूमिथान योजना अन्तर्गतको मेन मन्दिर चाहिँ यो हो। यहाँ पूजा गर्ने, अघि तल देखाएको ठाउँमा चाहिँ बस्ने गर्ने बाटो त्यही भइहाल्यो। घराम्दी गाउँ, पारीको गाउँ घराम्दी गाउँ। यो हाम्रो भूमिथान मन्दिर। ल सुन्दर घराम्दी गाउँको एकदमै टपमा। नमस्कार म्याडम। नमस्कार सर। रहेको यो हाम्रो यो घराम्दी आधारभूत विद्यालय अहिले वाडाबाट यो विद्यालयको घेराबारको लागि 2 लाख रुपियाँ विनियोजन गरिएको थियो। त्यसैको काम पनि हुँदै रहेछ। र पोहोरको यही कार्यक्रमलाई चाहिँ भाइले पनि फलोअप गरेर मैले पनि विद्यालयहरूमा केही दिन पाए हुन्थ्यो भनेर उहाँले चाहिँ आफ्नै घरबाट यो सामग्रीहरू पनि उहाँले पोखरैबाट लिएर आउनुभएको। घरबाट लिएर आएर के गर्ने कसो गर्ने भनेर सल्लाह गर्दाखेरि सबै विद्यालयको 2-2 जना विद्यार्थी र कम पुगेको छ भने अरू विद्यार्थीहरूलाई पनि कपी पेन वितरण गरौँ त नि भनेर आज चाहिँ कार्यक्रम गरिएको छ। सबैको तर्फबाट चाहिँ भाइलाई धन्यवाद दिँदै सबैले एकमुष्ट ताली बजाउँ। ह्यापी बर्थडे। दिनहरूको उत्तरोत्तर प्रगतिको कामना हामी सबैले गरौँ र यहाँको सामाजिक कामहरू अन्य उसलाई पनि हामी सबैले फलोअप गर्नुपर्छ जस्तो लाग्छ। राम्रोसँग धेरै धेरै पढ है।
ठुली मान्छे बन्नुपर्छ सन्चै छौ के हो नि तिम्रो नाम कति क्लासमा पढ्छौ बाल विकासमा ल राम्रोसँग पढ है थ्याङ्क यू पेन लैजाऊ ल पेनले लेख्थ्यौ कि पेनले लेख्थ्यौ ल राम्रोसँग पढ है ह्याप्पी बर्थडे सर थ्याङ्क यू ल धन्यवाद उहाँहरूलाई ल दुवैजनालाई एकदम धन्यवाद हाम्रो मदन सर पनि आइदिनु भयो धन्यवाद है मदन सरलाई धन्यवादको बाटोबाट मेनीले भाइ ल सबै सर मिसहरूलाई धेरै धेरै धन्यवाद टिकट गाउँ अनि यहाँ चाहिँ हाम्रो म्युजियम बन्दैछ टिकट म्युजियम यो चाहिँ हाम्रो अन्नपूर्ण गाउँपालिका वडा नम्बर 7 घरान्दीमा बनेको टनेल टिकटमा बनेको कृषिबाट अनुदान पाएर सरहरूले बनाउनु भएको 5x10 को छ हाइट माथि 1 मिटर छेउमा 2 मिटरको छ भर्टिकल पोस्ट यस्तै कतिवटा छ अरे सर हाम्रो यस्तै हाम्रो 8वटा छ सर ठिक छ यहाँ चाहिँ एकदम राम्रो कृषि चाहिँ एकदम राम्रो हुन्छ यहाँ अहिले आलु छ बन्दाहरू लगाइराख्नु भएको छ हेलो एन्ड नमस्ते गुड मर्निङ एभ्रिवान गुड मर्निङ दाइ गुड मर्निङ हामी चाहिँ अहिले रिमा आएको छौँ यहाँ चाहिँ मौसम पनि यस्तो कुहिरोले ढकमक्क छ यस बाबु एन्ड हामी चाहिँ अब भूमिथानको योजना हेर्न गइरहेको छौँ हेलो गम्भीर दाइ हजुर मर्निङ मर्निङ बाबु तिम्रो नाम के हो रे कति वर्ष पुग्यौ 3 वर्ष अनि स्कुल जान्छौ कि जान्नौ अहिले जान्छौ ल अहिले म स्कुलमा आउँछु र उ गर्ने है स्कुलमा आउँछु र बस्नु तिमी पनि देखिरहेछौ उहाँको हुनुहुन्छ रे मको रे उहाँको हो रे मको रे डिरेक्ट उहाँको हो रे भनिदेऊ न सर भन न ल गाइज हामी चाहिँ अब घरबाट भूमिथानको हाम्रो रिमाको भूमिथानमा आएका छौँ यहाँ पनि अहिले वडाबाट हामीले योजना हालेका थियौँ यो थानको सेरोफेर मर्मतको निम्ति त्यसको लागि उपभोक्ता समितिहरू हाम्रो इन्जिनियर भाइ चेक जाँचको लागि आइसकेका छौँ है हाम्रो मगर समुदायको एकदमै मानिएको हाम्रो यो थानहरूलाई चाहिँ अलिकति संरक्षण गर्नुपर्छ भन्ने हिसाबले सम्पूर्ण गाउँवासी र सबैको नाताबाट चाहिँ हामीले चाहिँ यो भूमिथानको मर्मत गरिरहेका छौँ अब लेट्स चेक इट आउट यसलाई पनि खोलेर राखिदिन्छ ल हामीले चाहिँ यो रेलिङहरू निर्माण गर्ने काम गऱ्यौँ कस्तो हो छ भाइ वेल्डिङ कसरी गर्नुपर्छ कहाँबाट लाइन कसरी ल्याउनु जेनेरेटर बोकेर ल्याइयो जेनेरेटर खरिद गरियो बोकेर ल्याइयो यसमा चाहिँ कलर के यो प्राइमर भयो अब कलर चाहिँ कि कालो कि सेतो कलर लगाएको पनि बल्ल यो फलाम जस्तो लेख्थ्यो नि त चारबाट तल लुक्स आएन नि त अब त्यो कि कालो कि सेतो कलर आइदियो नि बल्ल राम्रो लुक्स आउँछ यसलाई अब त्यो पछि उसकोमा के तपाईँहरूले गर्ने काममा हो
कलर हान्ने हो एकैचोटि। यो चाहिँ हामीले उ गर्ने स्थान नै हो, एउटा धुपबत्ती हालिन्छ त्यहाँ चाहिँ पछि शिलालेख राखेर यहाँ पनि गर्नु त गर्ने हो। र यो चाहिँ हाम्रो समुदायको भूमिथान। वाउ, अहिले चाहिँ राम्रो गराइरहेछ। श्री भूमिले सबैको रक्षा गरून्। सेरफेरो राम्रो बनाएर रहेछ। यहाँ पनि हाम्रो मेन सिपालु चाहिँ ऊ जय है यहाँको काम गर्ने, एकदम काम हराउने उपभोक्ता समितिमा पनि उयो र धिमा गाउँको यस्तो कामहरूमा चाहिँ एकदम सिपालु छ ऊ चाहिँ। एन्ड कोअर्डिनेट गर्ने दाइ चाहिँ हाम्रो गम्भीर दाइ। के छ दाइ? ठिक छ। कोअर्डिनेसन गर्ने काम चाहिँ हाम्रो गम्भीर दाइले चाहिँ एकदम गर्नुहुन्छ। अब योलाई चाहिँ यो व्यवस्थित बनाउने यताउति गर्ने हाम्रो युवाहरू मध्ये टुलले चाहिँ राम्रो गरेछन्। एन्ड इन्जिनियर भाइले चेक गर्दैछन्। यो चाहिँ हाम्रो रिमा भूमिथान मन्दिर हाम्रो वडाको योजनाबाट 9 लाख परेको थियो, अहिले यहाँ कम्प्लिट गरेको। राम्रो देखिन्छ है, पहिला कस्तो नराम्रो थियो, अहिले इट्स गुड। यहाँबाट चाहिँ औ लगाउँदै सकिन्छ। नाप्दैछन् हाम्रो भाइ। मलाई भाइले लगाइदे। तपाईँ लगाइदिनु त नभए। ए कपी नमस्ते गर। जाऊ भयो भयो। ल ए ल साइना शिल्पा ओहो मारिगन क्रिजन ए हो उहाँहरूले कपी र डटपेन वितरण गरिसक्नु भएको छ र कक्षा 6 देखि कक्षा 10 सम्मका विद्यार्थी भाइ बहिनीहरूलाई हाम्रो अध्यक्षज्यूले र सब इन्जिनियरज्यूले पहिला नै सूचना गरिसक्नु भएको हुनाले हामीले हाम्रो प्रज्यूको रोहबरमा नै छलफल गरेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको नाम छनौट गरिसकेका छौँ र त्यो विद्यार्थीहरूमा पढ्न सफल हुनुभएको छ। कक्षा 9बाट हुनुहुन्छ छात्रा उषा गर्बुजा। उहाँलाई आफ्नो कक्षा 6मा अत्यन्त छात्रा लाउँछु कि लाउनु ल राम्रोसित पढाए। कीर्ति पुन उहाँहरूले ल नानी राम्रोसित पढाए। उहाँलाई धेरै धेरै धन्यवाद पनि। आगामी दिनमा पनि अन्य विद्यार्थी भाइ बहिनीहरूले धेरै चाहिँ आदर्श गर्नुहुनेछ। जेहेन्दार विद्यार्थीको रूपमा उभिनको लागि उहाँहरूले मेहनत गर्नुहुनेछ भन्ने आशा गरेका छौँ र सम्पूर्ण जसले पुरस्कार पाउनुभयो ती विद्यार्थी भाइ बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद र अगाडि आएर ताली बजाएर त्यसरी चाहिँ उभिनु भएर सहयोग गरिदिनु भएकोमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई धन्यवाद र विशेष गरेर हाम्रो अन्नपूर्ण गाउँपालिकाका अध्यक्षज्यू र सब इन्जिनियरज्यूलाई धेरै धेरै धन्यवाद। उहाँहरूले
यो कार्यक्रम ल्याएर हाम्रो विद्यालयसम्म आएर सहयोग गरिदिनु भएको छ। कलिला बालबालिकाको शैक्षिक उन्नयनमा किता थप्ने काम गर्नुभएको छ। यो एकदमै सराहनीय, प्रशंसनीय र अनुकरणीय छ। तिमीले पायौ? मन सदा खै त सरलाई थ्याङ्क यू भनेको। पवित्र पुण्य भूमिको सेवाको कार्यमा लागिरहोस् भन्दै म र मेरो विद्यालयको तर्फबाट हार्दिक धन्यवाद र कृतज्ञता अथवा चाहिँ हार्दिक आभार प्रकट गर्न चाहन्छु। हृदयदेखि नै सरहरूलाई फेरि पनि नमन गर्न चाहन्छु। धन्यवाद। काम भएको कारणले मैले धेरै लभ पाइनँ। ल धेरै धेरै धन्यवाद सबैजनालाई। ल थ्याङ्क यू एभ्रिवान। ल हामी चाहिँ अहिले मण्डली आधारभूत विद्यालय औलोमा आइपुगेका छौँ। हाम्रो हस्पिटलको अनुगमन पछि। नमस्ते। ल सबै आऊ माथि, सबैजना माथि आऊ। नमस्ते मिस। हेलो नमस्ते एभ्रिवान। तपाईँहरूले मलाई चिन्नुभयो? म को हो रे? म को हो रे? अर्को वाडाको को हो रे? म हो। ल म आज तपाईँहरूलाई एउटा मान्छेसित परिचय गराउन चाहन्छु है। म चाहिँ हाम्रो अन्नपूर्ण वाडा नम्बर 7 को वाडा अध्यक्ष भए। त्यस्तै जस्तो हाम्रो अन्नपूर्ण गाउँपालिका वाडा नम्बर 7 को इन्जिनियर सर। घरहरू बनाउने, इस्टिमेटहरू गर्ने, बाटोहरू बनाउने इस्टिमेटहरू गर्ने, धेरै पढेर चाहिँ इन्जिनियर बन्नुभएको उहाँ सर हुनुहुन्छ। सर सबैले नमस्ते गर। भोलि बिहान तिमीहरू पनि ठुलो मान्छे पढेर के बन्ने? इन्जिनियर बन्ने। ओके, ठुलो मान्छे बन्ने होइन। ल हाम्रो सरले चाहिँ तपाईँहरूलाई चाहिँ झोला र कपी कलम बान्नुहुन्छ। त्यसको लागि हाम्रो मिसहरूले छनौट गरिसक्नु भयो होला। झोलाको लागि 2 जना चाहिँ छुट्टै बस्नुहोस् र बाँकीलाई चाहिँ उहाँले चाहिँ कपी र पेन दिनुहुन्छ। सुरुमा बाल विकासबाट आउनुहोस्। बाल विकास एकबाट क्लास 1 बाट कपी। ल नमस्ते। अनि अर्को आउनुहोस्। क्लास 1 को अर्को को हुनुहुन्छ? क्लास 2, क्लास 3 या दार्जिलिङ हिरो। ल राम्रोसँग पढ ल। अर्को चिम्से अरे ल कस्तो राम्रो नाम। खै त नमस्ते गरेको। नमस्ते। कति क्लासको इन्टर पेन पनि दिनुपर्छ? कति क्लासको? 3 क्लासको। आऊ ज्योति। पेन युज गर्छ नि। 4 र 5 कोले चाहिँ पेन प्रयोग गर्ने भएर पेन पनि पाउँछन् है। कतिजना हुन्छ? 8 जना। राम्रोसँग पढ ल। के हो तिम्रो नाम? चिनेछौ नि तिमीले मलाई होइन? सब्जेक्ट यसरी चिनेछौ नि तिमीले मलाई। तिम्रो नाम के हो रे? चिनेछौ होला? ल ल नमस्ते। राम्रोसँग पढ ल। नेक्स्ट आऊ। तिम्रो नाम? अमरन। झोला पाउने उनी हुन्। ल राम्रोसँग पढ ल। ल ताली सबैलाई ताली। के रे? सिरिया। ल अब डेली स्कुल आउने है हुन्छ। अरू आउनुहोस्। के हो नि तिम्रो नाम? राम्रोसँग पढ ल फुली। तिम्रो नाम? तिम्रो? ल राम्रोसँग पढ। कति क्लासमा पढ्छ? ल यति हो। ल थ्याङ्क यू एभ्रिवान। एउटा फोटो यो औलो गाउँको प्राङ्गणमा हालियो। पहिलो वर्ष चाहिँ यो ग्राउन्ड पिच गर्नको लागि, यो ग्राउन्डमा यो राख्नको लागि यति बेला चाहिँ हाम्रो औलो बासिन्दाहरूले सहयोग पनि उठाएर गरे। दोस्रो वर्ष चाहिँ प्याराफिट बनाउने
हिसाबले चाहिँ योजना गरियो। तर प्याराफिट 2 तहको प्याराफिट अलिकति प्याराफिट त बन्यो पछि बिल्डिङ बनाउने आइडियाले। अहिले चाहिँ यस्तो भएको छ। यो 2 ठाउँमा चाहिँ सटर जान्छ, भित्र चाहिँ चेन जान्छ, नेक्स्ट ठाउँमा चाहिँ कोठाहरू पार्टिसन भनेर चाहिँ अहिले चाहिँ यस्तो भएको रहेछ। तर दुःख लाग्दो बस यो कार्य गर्दाखेरि चाहिँ हाम्रो स्कुल छेकिएको अवस्था, स्कुललाई टोटल्ली छेकिएको छ। अब त्यो स्कुललाई देखिने बनाउने उपाय पनि गर्दैछौँ। अब हेरौँ के कस्तो हुन्छ। र यो त हुने नै भयो। अब धेरै चरणको कामहरू बाँकी भइसकेपछि, फिनिसिङ भइसकेपछि यसको राम्रो स्वरूप निस्किला। दसल्लेको शिवलाई आधारभूत दिनाले नमस्ते 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 सबै सँगै छौ र? नमस्ते सर आउनुभएको छैन घरे? सर आउनु, सर चाहिँ एउटा चाहिँ पालिका जानुभएको छ, एउटा सर पहाड जानुहुन्छ नि, एउटै गर्छ म उसित। सबैलाई एउटैमा? आज चाहिँ टोटल कतिजना छौ? 7 जना। कति कतिमा पढ्छौ नि? 3 मा। आफू के छ भन्नुस् त ल। 4 मा मेरो ल राइट, हामी चाहिँ अहिले दोसल्लेको योजना हेर्न आएका छौँ। हाम्रो वाडाबाट विनियोजित रु 10 लाख रकमको काम यहाँ भएको थियो। अहिले चाहिँ यो दसल्लेको ग्राउन्ड, यो प्राङ्गण निर्माण, माथिको स्टेज जस्तो निर्माण गर्नको निम्ति चाहिँ हामीले चाहिँ 10 लाख छुट्याएका हौँ है। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो दसल्ले ग्राउन्ड। अब यहाँ बोर्ड हाल्न बाँकी र यसै वर्ष सम्भवतः यो ग्राउन्डको उद्घाटन र मेला पनि हुन्छ।